बिहे भन्दा अगाडि केटीले यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन रे? ल भन त केटी हो, हुन्छ कि नै? म चाहिँ हुँदैन भन्छु, किनकि फर्स्ट टाइम चाहिँ आफ्नो जीवन साथीसँगै हुनुपर्छ जस्तो लाग्छ मलाई। जे पाइ त्यही कुरा गर्छु फेरि। फर्स्ट टाइम जोसँग भयो नि के भयो र? जीवन साथीसँगै चाहिँ किन हुनुपर्ने नि? फर्स्ट टाइमको फिलिङ छुट्टै हुन्छ के। अनि त्यो आफ्नो जीवन साथीसँग भयो भने माया अझै गाढा हुन्छ जस्तो लाग्छ मलाई। त्यस्तो केही हुन्न, झन् सुरुमा त केही गर्न आउँदैन, आफ्नो बुढोलाई खुसी पार्न पनि सकिन्न। अनि के मजा भयो त? त्यही नआउनुमै त मजा छ नि रश्मि। एकअर्कालाई सिकायो, एकअर्कासँगै रमाउँदै सिक्यो। केटाले चाहिँ बिहे अगाडि 10 जनासँग गर्न हुने, अनि हामी चाहिँ मेरो जीवन साथी भनेर कुरेर बस्ने। अनि डगी स्टाइल त सुनेको थिएँ कि, तर यो केटाहरू सुँगुर स्टाइल भन्छन् नि। के हो फेरि त्यो भनेको? के थाहा, राति राति गर्दाखेरि सुँगुर जस्तै आवाज निकाल्छन् होला तिनीहरू। त्यही भएर। अनि फेरि अर्को स्टाइल पनि रहेछ, एकदम नाम चलेको। कुन भन त, मलाई पक्कै पनि थाहा छ होला। काँधे कट स्टाइल रे। ए त्यो काँधमा खुट्टा राख्नेवाला स्टाइल भने होला। त्यो त मेरो पनि फेभरेट स्टाइल हो। आजकल धेरै केटीहरूलाई मनपर्ने रहेछ त्यो स्टाइल। किन धेरै केटीहरूलाई मनपर्छ भनौँ? हामीले केही गर्नै पर्दैन नि त, मजाले सुत्दिए पुग्छ। केटी भर्जिन हो कि होइन कसरी थाहा पाउने भन्नुहुन्छ महेशजी? महेशजी मेरो कुरा सुन्नु है पहिला राम्ररी। महेशजीको चाहिँ बिहे हुन लागेको रहेछ, अनि आफ्नो हुनेवाला बुढी पहिला अरूसँग सुत्या छ कि छैन थाहा पाउनु पर्यो रे। तपाईँलाई म के भनौँ यार? ल तपाईँलाई थाहा भयो रे तपाईँको हुनेवाला बुढी पहिला अरूसँग सुतेको रहेछ भनेर, अब के गर्नुहुन्छ? त्यही त, के गर्नुहुन्छ? बिहे क्यान्सल गर्नुहुन्छ? ल अब तपाईँको प्रश्नको उत्तर दिन्छु है, कसरी थाहा पाउने भनेर। विश्वको कुनै पनि डक्टरले त्यो कुरा थाहा पाउन सक्दैन, अनि विश्वमै कतै पनि त्यस्तो कुरा थाहा पाउने टेक्नोलोजी छैन। अब यो कुरा चाहिँ ध्यान दिएर सुन्नु है महेशजी, किनकि यो बिहे जस्तो कुरा जो पाए त्यही केटीसँग गर्न पनि हुन्न। मैले भने मान्नुहुन्छ भने चाहिँ तपाईँको हुनेवाला बुढीलाई राम्ररी सोध्नु र उसले उत्तर दिने शैली राम्ररी हेर्नुहोस्। उसको उत्तर जेसुकै होस्, तर यदि उसको बोलीमा निडर, सच्चाई र इमान्दारिता छ भने तपाईँले ठिक केटी रोज्नुभयो। तर उसको बोलीमा केही लुकाउन खोजेको जस्तो लाग्यो भने चाहिँ दालमे कुछ काला है। तँलाई मनपर्ने छाडा वर्ड कुन हो? मलाई मनपर्ने त त्यही हो। आजकल सबले भन्छन् नि, कुन चाहिँ त्यो मुबाट सुरु हुनेवाला शब्द हो? होइन, त्यो त केटाहरूले भन्छन् नि, केटीहरूले भन्ने चाहिँ के त लाबाट सुरु हुनेवाला शब्द हो त? होइन के टुबाट सुरु हुने शब्द हो, टुबाट सुरु हुने रे। होइन, कुन शब्द हो फेरि यस्तो? ल मैले पनि सुनेको छैन यार यो त, भनौँ त म कुन हो भनेर। चाँडो भन न यार, अनि हामी पनि नयाँ शब्द सुनौँ आज। त्यो एउटा बुढोले भन्छ नि, तेरीमा म्या टुक्नी भनेर। मैले नि सुनेको छु, तर त्यसको मतलब थाहा छ तँलाई? थाहा छैन यार, तर भन्न चाहिँ रमाइलो लाग्छ। हाम्रो भिडियो हेर्ने कोही महानुभावलाई थाहा छ भने कमेन्ट गर्नुहोस् है, नराम्रो कमेन्ट मात्र नगर्नुहोस् प्लिज। केटीहरू किन बसेर सु गर्छन् रे? होइन कस्तो कस्तो क्वेसन हो क्या यो चाहिँ, के भन्नु यार यसलाई? लो हामी केटाहरू भन्दा अलिक सभ्य हुन्छौँ, त्यही भएर। ल अर्को प्रश्न, केटीहरूलाई दारी भएको केटा मनपर्छ कि दारी नभएको केटा? ल यसको उत्तर चाहिँ छ मसँग। मलाई त मजाको दारी भएको केटा मनपर्छ यार। किन नि तँलाई त्यस्तो दारी मनपर्ने? के छ र त्यस्तो दारीमा? आफ्नो बुढाको दारी मुसार्दै बस्न कति रमाइलो हुन्छ। मलाई त घोज्छ यार दारीले। मलाई त चिल्लो गाला नै मनपर्छ यार, किस खाँदा पनि घोज्दैन, अनि ह्यान्डसम पनि देखिन्छ। होइन यार, अलिअलि दारी जुङ्गा त चाहिन्छ, नत्र त सोल्टीलाई ठ्याक्कै केटी जस्तै देखिन्छ फेरि। भनेपछि तँलाई अलिअलि दारी मनपर्ने, रश्मिलाई मजाको दारी मनपर्ने, अनि मलाई चिल्लो मनपर्ने। अब के बुझ्नुहोस् भन्दा कोही केटीलाई मनपर्छ, कोहीलाई मन पर्दैन। दिनमा 2 चोटि हस्तमैथुन गर्छु, सधैँ अल्छी लाग्छ अनि कमजोर फिल हुन्छ, कसरी कम गर्ने होला भन्नुहुन्छ रमेशजी। ओए तेरो बोयफ्रेन्ड पनि यस्तै हालत थियो होइन पहिलाका? यति मात्र, मेरो बोयफ्रेन्ड त झन् दिनमा 108 चोटि गर्थ्यो, अनि पछि के दुर्घटना भयो पनि भन्दै हाम्रो रमेशजीलाई। उसको त धेरै हस्ते हानेर चाहिने बेलामा चाहिँ
उठ्नै छोड्यो नि। यो पुरै कहानी त सुनेको थिइनँ मैले। कस्तो झ्याउ भएको थियो, मलाई हेरेर त उसको उठ्नै छोड्यो। अनि हामीले डक्टरलाई नि देखाउनु पर्यो। अनि के भन्यो त डक्टरले? ल रमेशजी, तपाईँ पनि ध्यान दिएर सुन्नु है, तपाईँलाई पनि काम लाग्छ यो कुरा। पहिलो कुरा त छाडा भिडियो हेर्न ठप्पै बन्द गर्नुपर्छ। र दोस्रो कुरा, तपाईँले हप्तामा एकचोटि मात्र हस्ते हान्ने पर्छ। हप्तामा 2 चोटि त मै गर्छु यार। अपना हात जगन्नाथ भन्ने थाहा छ नि तिमीहरूलाई? केटीहरूको त थाहा छैन, तर केटाहरूको चाहिँ टेस्टोस्टेरोन घट्छ अरे, अनि हतियारमा दम घट्दै जान्छ अरे। ल सुन्नुभयो होइन त रमेशजी? अहिले नै सुध्रिनुस्, नत्र हतियार फुस होला। तिमीहरूको तुरी सानो छ भने तलको भुत्ला काट्ने गर यार। जंगलमा सानो मुसो खोज्न गाह्रो पर्छ फेरि। ल चाकको भुत्ला त काटेन, तुरीको भुत्ला नि काट्दैनन् यार। साह्रै फोरीहरू चाहिँ। त्यो सानो तुरी हुनेहरूको त सबै भुत्लाले छोपेर के देखिँदा पनि देखिँदैन के। जंगलमै हराउँछ सानो मुसो। त्यही त जंगलमा खोज्न पर्छ के कहिलेकाहीँ त। अँध्यारोमा त भेटाउन पनि गाह्रो पर्छ होला। यो केटाहरूले किन नकाट्ने होला के? यिनीहरू 1 नम्बरको अल्छीहरू त हो। अनि कहाँ काट्छन् त? त्यही नकाटेर होला के, दिनभरि गेडा कनाइरा हुन्छन्। मैले पनि देखाएको छु यार त्यस्तो गरेको। कोही त झन् पुरै प्यान्ट भित्र हात लगेर सबको अगाडि कनाउँछन् यार। बाल छैन यार तिनीहरूलाई। केटा हुन कति सजिलो के, जे गरे पनि कसैले केही भन्ने होइन। त्यही त, हामीले त्यस्तो गर्यौँ भने त भुइँचालो आउँछ। तर केटाहरू तिमीहरू काट्न थाल यार, केटाहरूको हतियार कति वर्षदेखि कमजोर हुँदै जान्छ होला। केटाहरू कमेन्टमा भन्नुहोस् न, 30 कटेको केटाहरू भन्नुहोस् त, तपाईँको 20 वर्षको उमेरमा हुने जति ऊर्जा त छैन होला नि। तपाईँले नडाटिकन भन्नुभयो भने म पनि केटीहरूको एउटा गोप्य कुरा भन्छु।